2/3 को सरकार पनि टिकेन। मेजोरिटीको कुरा मात्रै हामी गर्दैछौँ अहिलेसम्म। यी देखियो पञ्चायत कालमा पनि कुनै पनि सरकार टिकेन। साँच्चै भन्ने भन्दाखेरि 7 सालदेखि यता जङ्गबहादुरले त टिकाए अलगै कुरा हो, त्यहाँ चुनाव हुँदै थियो। 7 सालदेखि अहिलेसम्म कुनै पनि सरकारले आफ्नो कार्यकाल पुरा गरेको छैन। त्यो अस्थिरता कुन कानुनको भन्ने? अस्थिरता के हो भन्दाखेरि पोलिटिकल सिस्टम र लिडरसिपको मेन्टालिटीमा डिपेन्ड गर्छ। र राजनीतिक स्थिरता नभइकन विकास पनि हुँदैन, धेरै कुराहरू भताभङ्ग भएर जान्छ भन्ने मान्यता पनि छ। त्यो पनि अर्ध सत्य त हो। थाइल्यान्डमा राजनीतिक स्थिरता कम छ, विकास तीव्र गतिले अगाडि गइरहेछ। अब निर्वाचन प्रणालीमा जाउँ। हामी यस्तो निर्वाचन प्रणाली अपनायौँ, प्रधानमन्त्री कहाँको हुन्छ? अरू देशमा प्रधानमन्त्री देशको हुन्छ, हाम्रो कहाँ प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै हुन्छ। आफ्नो निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुन्छ। सबै स्रोत साधन ती पुर्याउँछ। त्यसपछि मन्त्री निर्वाचन क्षेत्रको हुन्छ। कतिपय सांसद त न घरका न घाटका हुन्छन्। अर्को पटक जनतालाई भोट पनि हाल्दैन, के गरिस् के विकास गरिस् भन्छ। र पुरै देशको प्रधानमन्त्री बनाउने र पुरै देशको विकास गर्न कार्यमा लाग्ने हो भने अहिलेको निर्वाचन प्रणालीलाई बदल्नै पर्छ। एउटा निर्वाचन क्षेत्रमा अहिलेको बजेट हेर्नुहोस् न, त्यस्तै छ। पहिला पनि उस्तै थियो, प्रोजेक्टहरू पनि त्यस्तै हुन्छ। विश्वसनीय, जवाफदेही र पारदर्शी पत्रकारिता सेतुमसी.com।